नानी के गर्नुभएको छ? कहाँबाट गाउँले लिएर आइस? साथीहरूसँग खेल्न गयो। कति जानुपर्छ साथीहरूसँग खेल्नलाई? यहाँ गाउँले कुरा काटेर केही छैन। जति बेला नि डुल्यो उफ्र्यो बिहे गर्ने उमेर भइसक्यो। अलिकति हुन्छ नि घर व्यवहारमा घरमा काम सघाउने यताउति हुन्छ। जति बेला नि खाने बेला मात्रै टुप्लुक्क आइपुग्छ। जति बेला पनि के हुन्छ त साथीहरूसँग खेल्न भोलि बिहे गरेर जाँदाखेरि कामहरू सिक्नु परेन घरको? अहिलेसम्म पानी पनि सारेर खानु। मामी त्यस्तो कुरा नगर्नु न हजुरले। किन त्यस्तो कुरा नगर्ने हो र? अनि भोलि अर्काको घर गएपछि के गरी घर गरेर खान्छस् त? म अहिले बिहे गर्दिनँ। अब धेरै नाटक गरेर धेरै गाउँ उफ्रेर डुल्ने होइन। पुरा दुनियाँ यहाँ गाउँलेहरूले कुरा काटेर केही छैन। अब बिहेको तयारी गर्ने। अब यहाँ कुरा आएछ बिहेको। नाइ म अहिले बिहे गर्दिनँ। किन नगर्ने? अब बिहे गर्ने हो। बिहे गर्नु मन छैन। अब खाना पनि खाएर आइस होला त साथीहरूले दिए होला नि त। नाइ भोक लाग्छ। गाउँले त्यहाँ के अरे उता पल्लो घरको काकाले के अरे केटा खोजे भन्नुभयो। माइरा छोरी छोरी के भयो? उठ छोरी उठ। म एम्बुलेन्स कल गरेर बोलाउँछु। नानी के भयो? उठ। नाटक यसको सधैँको नाटक सधैँ यस्तै गरेर बस्ने। हस्पिटल एम्बुलेन्स आइसकेको उठाउनु त। आउनु नि तपाईहरु पनि सहयोग गर्नु। नाटकले गर्ने हो र हामीले सहयोग गर्दै। के भएर ल्याउनु भयो? उ त एक्कासी ढल्यो म्याम त्यही भएर हो। के हो बच्चाको नाम चाहिँ? उसको नाम चाहिँ माइरा हो। हजुर माइरा ठिक छ। लिइरहेछ ल। अब यहाँ हुनुहुन्छ तपाईँ सेफ हुनुहुन्छ है? हामी छौँ। सेचुरेसन ठिक छ। पल्स पनि ठिक छ। फिभर छैन। अनि पहिला पनि यसरी ढल्ने गरेको थियो? उसलाई बिहेको कुरा गर्ने बित्तिकै ढलिहाल्छ म्याम। हजुर छोडिदिनुहोस् त एकछिन उहाँलाई नचिन्नुहोस्। भन्नुहोस् त। उसलाई चाहिँ बिहेको कुरा गर्ने बित्तिकै ढलिहाल्छ। अनि बिहेको कुरा गर्दा किन भन्नुहुन्छ भनेर कुरा गर्नुभएको छैन? उसले भन्दैन बिहे गर्नु भन्दाखेरि चाहिँ उसले गर्दिनँ म गर्दिनँ हे भन्छ। अनि एकछिनमै ढलिहाल्छ। ए हुन्छ एकछिन हजुर बाहिर जानुहोस् म उहाँसँग कुरा गर्छु है। माइरा अलिअलि ठिक छ हजुरलाई? अलिक कम भएको छ। कति पटकसम्म भयो हजुरलाई यस्तो भएको? एक दुई पटक भयो। हजुर आफूलाई चाहिँ केही कुरा तनावहरू त्यस्तो छ? भन्नुपर्छ। ओके हाम्रोमा चाहिँ काउन्सिलर हुनुहुन्छ होइन। उहाँले तपाईँको मनको कुरा चाहिँ बुझ्नुहुन्छ। तपाईँलाई उहाँले कन्फिडेन्सियल प्राइभेसी तपाईँका कुराहरूको राखिदिने हाम्रोमा काउन्सिलर हुनुहुन्छ। उहाँसँग चाहिँ कुरा गर्न सक्नुहुन्छ। अहिले हामीले हेर्दाखेरिमा चाहिँ तपाईँका अरू अक्सिजनको त्यो कुराहरू सबै ठिक छ है। एकचोटि उहाँसँग कुरा गर्नुहोस् ल। हुन्छ हुन्छ है। हुन्छ सुदीप सर उहाँलाई एकचोटि काउन्सिलर रुममा लगिदिनुहोस् त। बस्नु काउन्सिलर हुनुहुन्छ उहाँसँग कुरा गर्नु है। नमस्ते। सन्चै हुनुहुन्छ? ठिकै हुनुहुन्छ? हजुर हामी सानो परिचयबाट सुरु गरौँ न त है। नमस्ते मेरो नाम चाहिँ सनम श्रेष्ठ। म चाहिँ यहाँ चाहिँ यो मिटिङ नेपाल भन्ने हाम्रो संस्था छ। यहाँ चाहिँ मानसिक स्वास्थ्य परामर्शकर्ताको रूपमा काम गरिरहेको छु है। अनि हजुरको पनि सानो छोटो परिचय पाऊँ न है। मेरो नाम माया प्रजा हो। हजुर के भन्नुभयो? माइरा प्रजा। हजुर अनि हजुर कति वर्षको हुनुभयो नि? 20 वर्षको भयो। 20 वर्षको हुनुभयो। अनि हजुरको परिवारमा को हुनुहुन्छ होला? मम्मी बाबा दाजुभाइ हुनुहुन्छ। मम्मी बाबा दाजुभाइ हुनुहुन्छ। अनि परिवारमा चाहिँ को के गर्नुहुन्छ? बाबा चाहिँ अफिसमा काम गर्नुहुन्छ। मम्मी चाहिँ घरमै। हजुरलाई भनेपछि मम्मी चाहिँ घरमै काम बाबा चाहिँ काम गर्नुहुन्छ है। धन्यवाद। अनि हजुरले चाहिँ यहाँ कसले ल्याउनु भयो नि यहाँसम्म हजुरलाई चाहिँ? मम्मी ल्याउनु भयो। अनि हजुरले मसँग केही अपेक्षाहरू राख्नु भएको छ? मैले फेरि
के भइरहेको छ हजुरलाई? के अपेक्षाहरू राखेर आउनुभएको छ कि के कारणले गर्दा आउनुभयो? हजुर भन्नुहोस् न। यो चाहिँ मैले भनेको हजुरको कुराहरू सबै गोप्य रहन्छ, यही कोठाभित्र नै रहन्छ, हजुरले मसँग भन्नुभएको कुराहरू है, त्योभन्दा अरू कसैलाई जाँदैन। अनि त्यही नै हो, यहीँभित्र रहन्छ। मेरो कुरो भनेको चाहिँ अब त्यही हो, मम्मीले खालि बिहेको दबाब दिइराख्नुहुन्छ। अनि अब तेरो बिहे गर्नुपर्छ, किन यसरी रमाइलो हिँड्छस्, अब व्यवहारिक गर्नुपर्छ भन्नुहुन्छ। अनि त्यही कुराले चाहिँ तनाव हुन्छ। हजुरलाई चाहिँ बिहेको कुराले गर्दाखेरि तनाव हुन्छ भन्नुभयो है। हजुरले चाहिँ के कारणले चाहिँ बिहेमा अप्ठ्यारो भएको छ, बाधाहरू छ? अब मम्मी जे भए पनि जन्माएको छोरी हो नि त। अनि उहाँले चाहिँ केटासँग बिहे गरिदिने भन्नुहुन्छ, तर मलाई चाहिँ केटी नै मनपर्छ। केटी नै मनपर्छ। हजुरलाई चाहिँ यो केटी नै मनपर्ने कारण चाहिँ सानै बच्चै बेलादेखि हो कि कुनै टिभी सिरियलहरू हेरेर हो कि? बच्चैदेखि नै हो। बच्चादेखि नै हजुरलाई चाहिँ यो महिला भएर महिलासँग नै जस्ट एट्र्याक्ट हुनुहुन्छ है? यस्तो चाहिँ हजुरलाई। अनि यो कुराहरू चाहिँ कसैलाई भन्नुभएको छ कि छैन हजुरले? नै, अहिलेसम्म त भने होइन। भन्यो त्यसै त मम्मीले झन् बिहेको दबाब दिनुहुन्छ, झन् भन्यो भने झन् उहाँले गाली गर्नुहुन्छ नि त, गाली हुनुहुन्छ, पिट्नुहुन्छ। अनि हजुरलाई जुन यो बेहोस हुने समस्याहरू हुँदाखेरि चाहिँ कतै अस्पतालहरू कतै गइजानु भएको छ कि छैन? नै, छैन। त्यही धामी झाँक्री कहाँ लानुभएको थियो। धामी झाँक्री गाउँमा जानुभएको छ, अस्पतालसम्म चाहिँ जानुभएको छैन। अनि यो कुराहरू सुनाउन नपाउँदा हजुरलाई केही समस्याहरू छ? टेन्सन हुन्छ। हजुरको बारेमा चाहिँ हामीले हजुरको मम्मीसँग कुराहरू गर्न सक्छौँ यसको बारेमा? हुन्छ, उहाँलाई एकचोटि राम्रोसँग बुझाइदिनु होला मेरो फिलिङ्सको बारेमा। हुन्छ। अनि एकचोटि हजुरको आमालाई बोलाउनुहोस् न त है। हुन्छ। हजुरलाई गाह्रो त भएको छैन नि अहिले मसँग कुराहरू गर्दा? छैन। गाह्रो भएको छैन, हजुर पानी खान सक्नुहुन्छ है। मम्मी यता आउनुहोस् त एकचोटि। नमस्कार। नमस्ते। सन्चै हुनुहुन्छ? आरामै हुनुहुन्छ? सन्चै छु। हजुर हजुर, हामी सानो परिचय सुरु गरौँ ल। म चाहिँ सनम श्रेष्ठ। म चाहिँ यहाँ चाहिँ मितिन नेपाल संस्थामा चाहिँ मानसिक स्वास्थ्य परामर्शको रूपमा कार्यरत छु है। हजुरको पनि सानो परिचय पाऊँ न। मेरो नाम चाहिँ प्रतीक्षा हो। हजुर। हाम्रो घर चाहिँ झापा हो। झापा हो। हजुर, धन्यवाद। हजुरको छोरीको समस्याहरू, हजुरको छोरीसँग चाहिँ मैले कुरा गर्दाखेरि निम्न कुराहरू पत्ता लागेको छु है। अनि हजुरको छोरीलाई चाहिँ यस्तो यो जुन समस्या उहाँले भनिराख्नु भएको छ, बेहोस भइराख्ने भनेर, उहाँ चाहिँ यस्तो कहिलेदेखि भइराखेको छ? यो चाहिँ लगभग 6-7 महिना अगाडिदेखि चाहिँ यस्तो भइरहेको उसलाई चाहिँ। हजुर। अनि उहाँले जुन यस्तो बेहोस हुँदाखेरि कुनै लक्षणहरू देखाउनुहुन्छ? उसले चाहिँ बेसरी आँखा चिम्म गर्छ अनि शरीरलाई चाहिँ धनुष जसरी गर्छ, बटार्छ। हजुर। अनि उहाँ चाहिँ यस्तो बेहोस हुँदाखेरि चाहिँ कति समयसम्मको लागि हुनुहुन्छ नि? ऊ चाहिँ योभन्दा अगाडि चाहिँ 15-20 मिनट हुन्थ्यो। हजुर। योपालि चाहिँ ऊ चाहिँ लगभग 30 मिनटै भयो। त्यही भएर चाहिँ अनि आत्तिएर चाहिँ छिटो हामीले चाहिँ स्वास्थ्य चौकी लिएर आएको। हजुरको छोरीको मैले हरेक कुराहरू सुनिरहेको छु, समस्याहरू लेखिरहेको छु है, बुझिरहेको छु। हजुरको छोरीलाई चाहिँ जुन यो अहिले चाहिँ उहाँले भनेको कुराअनुसार चाहिँ उहाँ चाहिँ एउटा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट बिलङ गर्नुहुन्छ। उहाँले चाहिँ भनेको चाहिँ के हो? यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भनेको चाहिँ एउटा समान लिङ्गप्रति आकर्षित हुनुहुन्छ कि उहाँ चाहिँ एउटा जुन महिला भएर महिलासँग नै आकर्षित, शारीरिक मानसिक भावनात्मक हिसाबले चाहिँ उहाँ चाहिँ महिलासँग नै आकर्षित हुनुहुन्छ। उहाँ चाहिँ तपाईँले अब भनिरहेको कुरा, उहाँले भनिरहेको कुराअनुसार चाहिँ हजुरले पुरुषसँग विवाह गर्ने दबावको कारणले चाहिँ हजुरलाई यो समस्याहरू देखिएको भन्ने बुझिन्छ है। उहाँलाई चाहिँ अहिले आफ्नो मनको कुराहरू कसैसँग खुलेर सेयर गर्न नपाउँदाखेरि, बोल्न नपाउँदाखेरि चाहिँ उहाँ चाहिँ यस्तो खालको समस्याहरू देखा परिरहेको छ अहिलेलाई चाहिँ, हाल चाहिँ। यसको लागि चाहिँ हामीले के गर्न सक्छौँ त? उसलाई अब यो चाहिँ रोग हो कि के हो?
ऊ चाहिँ एउटा महिलासँगै आकर्षित हुनु चाहिँ रोग होइन, यसलाई चाहिँ रोग भनिँदैन। यो चाहिँ जैविक कारणले नै हुने कुरा हो। यो भनेको चाहिँ एउटा महिला नै भएर चाहिँ आकर्षित, शारीरिक, मानसिक, भावनात्मक हिसाबले आकर्षित हुन्छ, यसलाई चाहिँ रोग भनिँदैन। तर जुन उहाँलाई देखा परिरहेको समस्याहरू छ, एउटा बेहोस हुने, उहाँले आफ्नो शरीरलाई तन्काएर धनुष आकारमा बनिने, यसलाई चाहिँ रोग भनिन्छ। यो चाहिँ कस्तो कारणले देखिन्छ भने उसलाई चाहिँ मानसिक समस्या भएको कारणले चाहिँ देखिन्छ। यसलाई चाहिँ रोग भन्न मिल्छ हामीले। र यो रोगको चाहिँ अब भन्नुपर्दाखेरि चाहिँ उहाँलाई एउटै कुरा बारम्बार आइराख्ने, त्यही कुरालाई उहाँले सोचिरहँदाखेरि चाहिँ यस्तो समस्याहरू उहाँलाई देखा परिराख्ने, बेहोस भइराख्ने समस्याहरू चाहिँ देखा परिरहन्छ। अनि यसको कुनै उपचारहरू छ कि छैन कि? यसको उपचार भनेर चाहिँ के छ भने यसको उपचार चाहिँ उहाँलाई चाहिँ उहाँको कुराहरू चाहिँ हजुरले राम्रोसँग बुझिदिनु भयो भने, सुनिदिनु भयो भने चाहिँ उहाँलाई समयमै यो कुराहरूबाट चाहिँ मुक्ति हुनुहुन्छ, कम हुने गर्दै जान्छ यो कुराहरूबाट चाहिँ। जस हजुरले चाहिँ उहाँको कुराहरू चाहिँ बुझिदिनु, सुनिदिनु पर्यो भने अलिकति उहाँलाई सहज वातावरण हुन्छ होइन, यो कुराहरू दोहोरिराख्दैन। र उहाँलाई चाहिँ अब हामीसँग मन परामर्शको लागि चाहिँ महिनामा हजुरले भेटाइराख्नुभयो भने उहाँलाई अझै हामीसँग भेट्दाखेरि सहज हुन्छ। र उहाँलाई मात्रै होइन, उहाँ सँगसँगै हजुरलाई पनि हामीले चाहिँ उहाँको बारेमा मजाले खुलस्त रूपमा भन्दाखेरि उहाँलाई अझै खुलेर बोल्नको लागि यो समस्याबाट चाहिँ मुक्ति हुनुहुन्छ उहाँ चाहिँ। हुन्छ, हजुरहरू कुरा गर्न चाहनुहुन्छ भने म एकछिन यो कक्षा हजुरहरूको लागि छोडिदिन्छु। अनि हजुरले खालि गाली गर्नुहुन्छ, मेरो फिलिङ्स नै बुझ्न चाहनुहुन्न, अनि मैले कसरी भन्नु र हजुरलाई? अनि तिमीले यो कुरा मलाई पहिले नै भनेको भए मैले तिमीलाई सपोर्ट गर्थेँ, तिमीलाई त्यो कुराले हेल्प हुन्थ्यो, अनि यतिसम्म हुन्थेन। आज जसरी तिमीले सबै कुराहरू यहाँ खोल्यो, त्यो कुरा मसँग खोल्न चाहिँ किन डरायो? मलाई डर थियो नि त, अब हजुरले अब केटासँग बिहे गर भन्नुहुन्छ, अनि मलाई चाहिँ केटी नै मनपर्छ, त्यही भएर मलाई चाहिँ अब जे भयो नि डर थियो मनमा एउटा, हजुरले बुझ्नुहुन्न कि भन्ने। अहिले तिमीलाई यहाँ कुरा गर्दाखेरि चाहिँ कस्तो महसुस भइरहेको त? एकदमै मन हल्का भयो। तिमी अझै काउन्सिलरसँग कुरा गर्न चाहन्छौ? कुरा गर्नु एकदम ढुक्क भएर नआत्तिकन कुरा गर, म तिम्रो यो कुरामा चाहिँ एकदम साथ दिन्छु ल। है, अनि कस्तो महसुस भइरहेको छ त नि अहिले हजुरले आफ्नो आमासँग? अब हजुरले मजाले खुलेर कुरा गर्नुभयो, कस्तो अनुभव, कस्तो महसुस भइरहेको छ हजुरलाई? पहिलाभन्दा अलि काउन्सिलिङमा आइसकेपछि अलिक बुझ्नुभएको जस्तो फिल भयो, त्यही भएर चाहिँ मलाई एकदमै सहज भइरहेछ भनेपछि। अनि फेरि पनि यस आफ्नो मनको कुराहरू चाहिँ व्यक्त गर्न पाउँदा चाहिँ धेरै खुसी छु। मनको कुराहरू सेयर गर्न पाउँदाखेरि खुसी अनुभव भइरहेछ, राम्रो अनुभव भइरहेछ। हुन्छ, अब यस्तै कुराहरू हजुरलाई कति कुराहरू अझै पनि मनमा रहिरहेको छ भने, अझै आफ्नो परिवारलाई पोख्न सक्नुभएको छैन भने तपाईँ यहाँ बारम्बार आइराख्नु सक्नुहुनेछ। हजुरलाई त्यस्तो केही समस्याहरू पऱ्यो भने मेरो सम्पर्क नम्बर, मेरो सबै कुरा यहाँ डिटेल छ, हजुरले यहाँ सम्पर्क गरेर पनि आउनु सक्नुहुन्छ। नत्र हामी अर्को महिना कुनै समय होइन म यहाँ तपाईँलाई डेटहरू लेखिदिन्छु, यहाँ आएर तपाईँ मलाई भेट्न सक्नुहुन्छ नि त है, यो बारेमा मजाले कुरा गर्न सक्नुहुन्छ है।